हामीले सधैँ सुन्दै आएको कडा परिश्रम गर भन्ने सल्लाह किन आधा अधुरो छ? यो प्रश्न सायद धेरैको मनमा होला हैन त? दिनभरि 9 देखि 5 खटिन्छ, कहिलेकाहीँ त ओभरटाइम पनि गरिन्छ, तर पनि आर्थिक सुरक्षा किन सधैँ टाढाको कुरा जस्तो लाग्छ? किन महिनाको अन्त्यमा सधैँ पैसाको तनाव हुन्छ? हो, यसको मूल कारण यही हो। जागिरले हाम्रो महिनाभरिको खर्च त धान्छ, तर साँचो अर्थमा धन कमाउनको लागि यो सिस्टम बनेकै होइन। सोचौं त, जागिर तबसम्म चल्छ जबसम्म हामी चल्छौं। बिरामी पर्यो भने आम्दानी पनि ठप्प। त्यसो भए कुरो के हो भने कडा परिश्रम गर्नु नराम्रो होइन, तर त्यो परिश्रम गलत दिशामा भयो भने त्यसले हामीलाई उहीँको उहीँ घुमाइरहन्छ। गलत बाटोमा 20 वर्ष दौडिनुभन्दा सही बाटोमा 2 वर्ष हिँड्नु धेरै राम्रो हो नि, होइन र? अब यही कुरालाई अझै राम्ररी बुझ्न 2 किसिमको आय अर्थात् इन्कमको बारेमा कुरा गरौँ। हो, यही 2 कुराले नै धनी र अरूलाई छुट्याउँछ। यहाँ आएका 2वटा बाटा छन्। एकातिर छ एक्टिभ इन्कम, यानि कि जागिर, जहाँ हामी समय दिन्छौं, पैसा आउँछ। काम गर्न छोड्यो, पैसा पनि रोकियो, यो त बाँच्नको लागि भयो। अनि अर्कोतिर छ प्यासिभ इन्कम, यानि कि धन। यहाँ चाहिँ पैसाले हाम्रो लागि काम गर्छ। हामीले काम गर्न छोड्दा पनि पैसा आउन रोकिँदैन। यो हो स्वतन्त्रताको लागि। त्यसो भए साँचो धन भनेको के हो त? यो ब्याङ्कमा भएको पैसाको थुप्रो मात्र होइन। धन भनेको त त्यो अवस्था हो जहाँ हामी सक्रिय रूपमा काम नगर्दा पनि पैसाको खोला निरन्तर बगिरहन्छ। धनीहरूको सोच यही हो। ल, अब समस्या त थाहा भयो, समाधानतिर लागौं। धनी मान्छेहरूले आखिर कमाउँछन् तरी कसरी? उनीहरूको सोच्ने तरिका कस्तो हुन्छ जसले उनीहरूलाई त्यहाँ पुर्याउँछ? सबै कुरा मानसिकतामा छ। सामान्यतया जागिर गर्नेले सोच्छ, म कसरी धनी बन्छु? काम कति गाह्रो छ, तलब कति आउँछ? तर एक धनी व्यक्तिले सोच्छ, मेरो पैसाले मेरो लागि कसरी काम गर्छ? यो आइडियालाई कति ठूलो बनाउन सकिन्छ? मेरो पैसाले अरू कति पैसा कमाउँछ? यो प्रश्नको भिन्नताले नै सबै कुरा निर्धारण गर्छ। हो, धनीहरूको एउटै मात्र टार्गेट हुन्छ, प्यासिभ इन्कम र क्याश फ्लो। उनीहरूको ध्यान खर्चमा होइन, लगातार पैसा आउने स्रोत यानि कि क्याश फ्लो बनाउनमा हुन्छ। प्यासिभ इन्कम कमाउने मुख्यतया 4वटा बाटा छन्। पहिलो, लगानीकर्ता बनेर, जसले आफ्नो पैसालाई शेयर, घरजग्गा जस्ता सम्पत्तिमा लगाउँछ र त्यहाँबाट नियमित आय लिन्छ। दोस्रो, व्यापार मालिक बनेर, जसले एउटा यस्तो सिस्टम बनाउँछ जहाँ अरूले काम गर्छन् र उसको अनुपस्थितिमा पनि व्यापार चलिरहन्छ, नाफा आइरहन्छ। तेस्रो, प्रणाली निर्माता बनेर, जस्तै एकपटक मेहनत गरेर किताब लेख्ने वा युट्युब च्यानल बनाउने, जसले जिन्दगीभर कमाइदिन्छ। र चौथो, उद्यमी, जसको सोचाइ नै खर्च गर्ने होइन, क्याश फ्लो सिर्जना गर्ने हुन्छ। यी सबैको लक्ष्य एउटै हो, सुतिरहेको बेला पनि पैसा कमाउने। ओके, यति धेरै सिद्धान्तको कुरा भयो। अब पालो हो एक्सनको। यो ज्ञानलाई व्यवहारमा कसरी उतार्ने त? आउनुहोस्, एउटा 3 चरणको कार्ययोजना हेरौँ। यो धन सिर्जना गर्ने एउटा चक्र हो। पहिलो, कुनै एउटा हाई भ्याल्यु स्किल अर्थात् महत्त्वपूर्ण सिप सिक्ने। दोस्रो, त्यही स्किल प्रयोग गरेर एउटा एसेट मतलब सम्पत्ति बनाउने। र तेस्रो, त्यो एसेटलाई एउटा सिस्टममा बदल्ने। उदाहरणको लागि, कसैसँग लेख्ने सिप छ, त्यो सिपले एउटा किताब एसेट लेख्यो अनि त्यो किताबलाई अनलाइन बेच्न राख्यौं भने त्यो एउटा सिस्टम बन्छ जसले लेखक सुतिरहेको बेला पनि पैसा कमाइदिन्छ। अब यो सबै कुरालाई व्यवहारमा उतार्नको लागि एउटा 1 वर्ष चुनौती लिन सकिन्छ। जस्तै एउटा नयाँ सिप सिक्ने, साइडमा एउटा इन्कम सुरु गर्ने, कुनै सम्पत्तिमा लगानी गर्न थाल्ने, हरेक कमाईको 20% बचाएर लगानी गर्ने, पैसा सम्बन्धी किताबहरू पढ्ने, अनि छोटो समयको रमाइलोलाई त्यागेर लामो समयको सम्पत्तिको लागि काम गर्ने। 1 वर्षसम्म यति मात्रै गर्दा पनि जीवनमा ठूलो परिवर्तन आउन सक्छ। अब सोच्ने बेला आएको छ, कहिलेसम्म अरूको सपना पूरा गर्न आफ्नो दिनको 8-10 घण्टा बेच्ने? अब आफ्नै सपना बनाउन सुरु गर्ने बेला भयो। आजको मेहनतले भोलि सुत्दा पनि पैसा कमाउने अवस्था बनाउन सक्छ। अन्त्यमा फेरि पनि त्यही मूल मन्त्र याद गरौँ, पैसाको लागि काम गर्ने होइन, पैसालाई आफ्नो लागि काम लगाउने। याद राख्नुहोस्, जागिरले बाँच्न सिकाउँछ, लगानीले धन दिन्छ र प्रणालीले स्वतन्त्रता दिन्छ।